यो केवल एउटा प्री-स्कुल ग्रेजुएसन होइन, यो हाम्रो यात्रा हो, हाम्रो सङ्घर्ष हो र हाम्रो सानो सानो जितहरूको ठुलो उत्सव हो। केही समयपछि हामीले थाहा पायौँ तिमी संसारलाई अलि फरक तरिकाले सुन्छौ। त्यो क्षण डरले भरिएको थियो, प्रश्नहरूले भरिएको थियो। अब तिम्रो भविष्य कस्तो होला? तिमी कसरी सिक्लौ कि तिमी अरू जस्तै अगाडि बढ्न सक्लौ? तर समयसँग हामीले बुझ्यौँ तिमी फरक होइनौ, तिमी विशेष छौ। सुनाइ कम भए पनि तिम्रो हिम्मत ठुलो थियो, तिम्रो प्रयास झनै ठुलो थियो र तिम्रो मुस्कान सबैभन्दा शक्तिशाली थियो। ए फर एप्पल सिक्दा, टिचरको ओठ पढ्दै बुझ्दा, सानो सानो साउन्डलाई महसुस गर्न खोज्दा हरेक दिन तिमीले लड्यौ र हरेक दिन जित्यौ। कहिले सजिलो भएन र कहिले थाक्यो होला, तर तिमीले कहिले हार मानेनौ। आज तिमी स्टेजमा उभिएर क्याप र गाउन लगाउँदा मेरो आँखा रसायो, तर त्यो आँसु दुःखको होइन, गर्वको थियो। यो सानो ग्रेजुएसनको सर्टिफिकेट अरूको लागि सामान्य हुन सक्छ, तर हाम्रो लागि यो एउटा ठुलो जित हो। यो तिम्रो करेज हो, तिम्रो मेहनत हो र तिम्रो कहिले नथाक्ने यात्राको प्रमाण हो। फेरि पनि भन्न चाहन्छु, तिमी फरक होइनौ, तिमी स्पेसल छौ। एन्ड भेरी स्पेसल थ्याङ्क्स टु होल टिम अफ काठमाडौँ।